हेलो आमा छोरी यो चाहिँ हिजो अस्ति जन्मेको रहेछ बाख्राको पाठा यता यार आन्टी यता हेर्नु छोरा कि छोरी हो तिम्रो सो गाइस म चाहिँ अहिले रेसिका घर आइरहेको छु यो चाहिँ रेसिकाको आन्टी पर्छ अरे हो अनि यहाँ चाहिँ छ रेसिकाको भदैनी रेसिका जेनु काम गर्दैछु So hello everyone, Tapolo, namaste, welcome back to my channel again, Mr. Blown Vlog. After a long time, आज भिडियो बनाउन जाँदैछु किनभने आजकल एकदमै बिजी भन्दा पनि एकदम बिजी भइरहेको छु म भन्न सक्दिनँ के काममा बिजी है आफ्नो आफ्नो पर्सनल लाइफ पनि हुन्छ सो गाइस अहिले चाहिँ म गाउँमा यसो डुल्दै थिएँ कि रेसिकाले तैँले किन आजकल भ्लगै बनाउँदैनस् त भन्दै कराउन थाल्यो हो अन्त हैन बहिनी म अब त्यस्तो भ्याउँदिनँ अहिले फिलहाल बनाउँछु कन्टिन्यू गर्छु तर अब एक दिनको लागि मात्रै ग्याप गरेको भनेर मैले यसलाई भन्थ्यो भ्लगमा आउनु नपाएर फिटी पऱ्यो अरे यसले चाहिँ काम गर्दै रहेछ बिचारा के गर्ने अब अन्त आफ्टर लङ टाइम आइरहेछ ब्याकग्राउन्ड त अलिक राम्रो लिएन अगाडि यिनीहरूको टोइलेट पो देखाउनु भन्दैछ त्यो टोइलेट पनि टाइल्स हुँदैन त्यही टाइल्सको दामी छ है हेलो गाइस वेलकम टु मिस्टर ब्लोन ब्लग अनि आफ्टर लङ टाइम मेरो भिडियो बनाइरहेको छ होइन अनि म पनि कति दिनको बाद मलाई देखिरहेको होला हो अहिले त यो चन्द्र हामीले एकदम कालो भएर यहाँ मान्छे नचिन्ने भइरहेछ हो अस्ति के थियो अहिले के भइरहेको छु बिफोर र आफ्टर हेर्दा त तर्सिन्छ होला नि मान्छेहरू सो आज चाहिँ मेरो कामै सकेको छैन घाम टन्टना लागिरहेछ यस्तो घाम लाग्यो भने मलाई काम गर्नु मन पर्दैन हो बहुत काम छ घाम पनि हेर्नु अन्त आमा कतिवटा लागेको छ हौ म त अस्ति कस्तो गोरेको थियो ल ओइ दुइटा छोरी यसको के हो अन्त छोरीको नाम चाहिँ के राखिस् भदैनीको छोरी हो आन्टी हेलो भनिदियो आन्टी ए एकछिन तँलाई मेरो नानाको फोटो देखाउँछु कहाँ छ भित्र म तपाईँहरूलाई नि उयो देखाउँछ ल के देखाउँछ भने त मैले चाहिँ घरहरू सफा गरेको छैन हो यता घर पनि सफा नगर्दैछ अन्त चाहिँ नभन्नुहोस् होला होइन लापी देखा कुन चाहिँ आयो लामी दुलाएको छ त कहाँ दुलाएको यो भन्दा ए तपाईँ छ कहाँ दुलाएको तुदेम ए गाडुरामा यो फ्रेम चाहिँ मगाएको होइन त्यो पनि त्यही बनाइदिन्छ नि यति बनाएको 700 यसको मात्रै उसको यसको त मेरो यो अलरेडी फोटो थियो होइन मैले यता बेङ्गलोरबाटै बनाएर आएको अनि यो मात्रै चाहिँ 200 लियो 700 मा मजाले निक्लेछ त मजाको बनाएको छ अझै क्यामेराको क्वालिटी राम्रो नभएर क्या त्यस्तो फोटो राम्रो छैन के क्यामेरा यस्तो अब हामीले यो रियल क्यामेराबाट खिचेको फोटो र गाइस यो फोटो चाहिँ मैले खिचेको ल यो मन्जु पार्कमा हामी एकपल्ट क्या मन्जु गएको थियो यो सरस्वती पूजाको पैसा भएको थियो नि त है उफ्रेको थियो नि त त्यही भएर हामी पिकनिक गएको थिएँ यो चाहिँ मैले खिचेको यसको सेम यसकै जोडी थियो नि त हो हेर्नु न जोडी यो पनि त होला नि यो लप्चुले खिचिदिएको होला यो पनि त मन्जु पार्कको यो पनि त्यही दिनको त भगवान् त्यतिखेर धेरै नि ड्रेसहरू पनि के हो त्यहाँ अहिले देखेर त तर्सेर भएको छ एन्ड गाइस लापक्री मलाई 3-4 दिन भइसकेको थियो क्या मेरो आँखामाबाट पुरा आँखा दुख्ने आँसुहरू आउने होइन त्यही भएर म नयाँ सिजलिङ रोइनी इन द हाउस कोसँग पनि कम्पेयर गरेको होइन सिजलिङ रोइनी कस्तो राम्रो छ सिजलिङ रोइनी त राम्रै छ नि कस्तो राम्रो छ है र पनि अब तिनीहरू भनेको कहाँको ब्लगर टप ब्लगर नेपालको होइन अब हामी भनेको है फ्लप ब्लगर फ्लप त नभन्न अलिअलि अनि फ्लप चाहिँ किन नभन्नु त खै मान्छेहरूले न सब्सक्राइब न सेयर न कमेन्ट न के गर्दैन त फ्लपै भन्नु पर्यो नि अब किन नभन्नु त खै मान्छेहरूले न सब्सक्राइब न सेयर न कमेन्ट न के गर्दैन त फ्लपै भन्नु पर्यो नि अब हामीलाई पनि यस्तो फेमसहरू पार्दैन नि अब छैन अब
आरिस डाँगोहरू त्यस्तो त्यस्तो त नभन्नु यसले के भन्छ हो मलाई कस्तो होइन यसो हाम्रो च्यानललाई पनि हेरेर मात्रै नछोडिदिनु यसो सब्सक्राइब होइन लाइकहरू कमेन्टहरू पनि गरिदिनुहोस् अनि तपाईँहरूलाई कस्तो कस्तो भिडियोहरू चाहिन्छ त्यस्तो भन्नुहोस् न अन्त हामीलाई पनि अलिक एक्साइटमेन्ट हुन्छ है हामी पनि यस्तो भिडियो गर्छु उस्तो भिडियो तपाईँहरूको लागि भ्युवर्सहरूको लागि हामी पनि यसो होइन बनाउन सकौँ टाइम निकालेर भए पनि बनाउन सकौँ क्या होइन बहिनी सो गाइस अहिले चाहिँ हामी एकदम सर्ट भिडियो ल्याएर आउँदैछु है यसो 10 मिनट 12 मिनट त्यहाँदेखि अलिक कम मात्रै ल्याउँदैछु किनभने भ्याएको छुइनँ नि त अहिले भ्याएको बेलामा त लङ नै ल्याउँछु र अब म पनि जान्छु र आजको भ्लग म यति राख्दैछु रेसिका नट रेसिका सिजलिङ रोहिनी म साँच्ची सिजलिङ रोहिनी पुरा मनपर्छ हौ कस्तो राम्रो छ लु रेसिका आजको भ्लग यहीँ गरौँ है ओके गाइस अब यो चाहिँ सर्ट भिडियो मात्रै बना भनेको है होइन मतलब भिडियो बनाउँदिनँ अहिले भ्याउँदिनँ भन्दैछ कि अलिअलि भयो भने बना न अन्त पो राम्रो हुन्छ त भनेको थियो कि अन्त चाहिँ अहिले बनाएको यसले अन्त यतिमै राख्छु अरे हो बोल्नु त मन छ नि यसलाई बोल्नु त मन छ मलाई भिडियोमा त फर्स्ट ल डिस्टर्ब नगर्नु न हौ चढ्दैछ सिजलिङ रोहिनीको चाहिँ सेकेन्ड पार्ट हो we are the fan of सिजलिङ रोहिनी नाना होइन सो भेट्ने मौका पायो भने भेट्नुपर्छ अस्ति नै उइसँग थियो त दुधेमा तर म थिइनँ हाले त मैले सबै पानी एक दिन होइन हौ 34 पनि लिएर आउनुपर्छ होला के आउँछ होला ऊ रेसिकासँग उयो गर्नु भ्लग गर्नु मलाई त भेट्नु मन छ यार साँच्ची यो भनिदेऊ न अन्त एकपल्ट इफ हेऱ्यो भने होइन मलाई के अरे सिजलिङ रोहिनीसँग कस्तो भेट्नु मन छ गाइस सिजलिङ रोहिनी दि तपाईँले यति हेर्नु हुँदैछ भने प्लिज यो 34 भन्ने गाउँमा आउनुहोस् होला रिस्तालाई थाहा छ कहाँ छ भनेर रिस्तालाई लिएर आउँदा हुन्छ सो त्यति भन्छ नि अब यति नै भन्छ अरू त के भन्नु गरमले बोल्नै सक्दिनँ यहाँ भोक लागेर मन आएको ल सो गाइस आजको भ्लग यतिमै राख्दैछु बाई बाई सी माई नेक्स्ट भ्लग